तपाईले जे उपभोग गर्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ भन्ने वाक्यको अर्थ हो तपाईको मन तपाईले जीवनमा प्रवेश गर्न दिएको इनपुटहरूबाट बनिन्छ। जस्तो कि तपाईको विचार, तपाईले भेट्ने मानिसहरू, तपाईको बानीहरू, जानकारी, वातावरण र ऊर्जा। अब हाम्रो जीवनमा यसले कसरी काम गर्छ भन्ने सायद प्रश्न होला तपाईहरुको, हैन? अब मानसिक उपभोगले पहिचान बनाउँछ, भावनात्मक उपभोगले तपाईको भित्री संसार बनाउँछ, सामाजिक उपभोगले तपाईको व्यवहार बनाउँछ, बानीगत उपभोगले तपाईको भविष्य बनाउँछ। तपाईको दैनिक बानीहरू तपाईले पढ्ने, हेर्ने, दोहोर्याउने, अभ्यास गर्ने, सहने, यिनैले बिस्तारै तपाईको भाग्य निर्माण गर्छन्। तपाईको विचार नबदलेसम्म केही पनि बदलिँदैन। यो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।